कहाँ छुटेको कुरालाई लिएर सधैँभरि दुखी भएर हुन्छ त? दुखी छुटेको कुराले हुने हो र? दुखी त छुटेर पनि नछुटेको कुराले बनाउँछन्। सँगै हुँदाका मिठा पलहरू पनि त छन् के रे, ती सम्झिएर खुसी हुन मिल्दैन र? कसैको उपस्थितिमा आएका खुसीहरू उसँगै गइजाने रहेछन् नि त। जीवनमा आउने मान्छेहरू पनि सपना जस्तै हुन्, आउँछन्, केही समय भुलाउँछन् अनि जान्छन्। बिउजिँदा एक्लै हुनुपर्छ। अनि सपना त सजिलै भुल्छौँ त, मान्छेलाई किन सकिँदैन? सकिन्छ। हरेक भावनाहरू यहाँ क्षणिक हुन्छन्, समयसँगै परिवर्तन हुँदै जान्छन्। तिमीले सक्यौ त भुल्न? अहिले राख्छु ल। अब हामी नबोलेको राम्रो हुन्छ। किन टाढा हुन मन लाग्यो? नजिक पनि त कहाँ छौँ र? टाढा भएर पनि त टाढा छैनौँ। गन्तव्य बिनाको यात्रालाई कुनै सुन्दर मोड दिएर छोडेको राम्रो हुन्छ। मनभरि भएको मान्छेलाई मनभारी बनाएर कसरी जाऊ भन्नु? अब उसको मन भरियो सोच्ने। शेरमा अरू कसैलाई सजाएको देख्दा त विश्वास हुँदैन, सोच्दैमा कसरी मन बुझ्छ? मान्छे हो, बदलिन सक्छ। प्रेमको बदलामा प्रेम नै पाइन्छ भन्ने छ र? अनि उसको घृणामा पनि प्रेम नै महसुस भयो भने त्यसलाई प्रेम होइन, भ्रम भन्छन्। कहाँ म तिमीबाट छुटेको छु त? म त तिमीमै छुटेको छु। कुनै बटुवाको थकान चौतारामै छुटे जस्तो, एक परदेशीको सबथोक उसको घरमै छुटे जस्तो, जाने मान्छे पर्खिनेको नजरमै छुटे जस्तो म त्यही छुटेको छु। आफैलाई कहीँ छाडेर आएकालाई गएको भन्न मिल्छ र? आफू भएकै ठाउँमा आफू नभएकालाई भएको भन्न मिल्छ र? साँझले घाम पाखामा छोडी गए जस्तो, आँसुले याद आँखामा छोडी गए जस्तो म त्यही छुटेको छु। कहाँ म तिमीबाट छुटेको छु र? म त तिमीमै छुटेको छु। अब फर्केर कहाँ आउँछौ? जाँदा आफैले आफू बसेको घर जलाएर गएपछि मैले त्यही घरसँगै त्यो बेलाको हामी जलाइदिएँ। अब न म तिमीले छाड्नु अघिको म बाँकी छु, न तिमी जानु अघिको तिमी नै हौ। बाँकी छन् त केवल खरानीमा बचेका केही मुठी याद, परानीमा बचेका केही मुठी सास। हामी दुवै उही प्रेमका उही पात्र हौं, तर उही प्रेम हाम्रा लागि अब उही होइन। बिछोडिएका प्रेमी फर्केर उही ठाउँमा त पुग्न सक्लान्, तर आफूले आफैलाई गुमाएको उही आफूलाई फर्काउन नसक्ने रहेछन्। अब फर्केर पनि नफर्किने भएपछि तिमी फर्केर कहाँ आउँछौ? नो 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 नो, तिमीलाई दोष दिनु भनेको हावालाई किन छुन दिए भन्नु जस्तै हो। सायद जोगिनु मैले पर्थ्यो, हावालाई कतै पुग्नु छ भन्ने कुरा भुल्न हुन्थेन। कुनै सुगन्ध हावामा मिसिए जसरी म घुल्न हुन्थेन। दोष त मेरै हो, बास माग्न आएको बटुवालाई मैले मुटु दिएर पठाउन हुन्थेन। कसैको यात्रामा आफैलाई रित्याएर मैले मिसिन हुन्थेन। अब त्यो हावामा अरू कुनै सुगन्ध मिसियो भने, अब त्यो बटुवा अन्त कहीँ बास बस्यो भने मैले बटुवालाई गुनासो गर्नै मिल्दैन, मैले हावालाई दोष दिनै मिल्दैन। जाऊ, तिमी निर्दोष छौ। सकिन्छ,
आफूलाई जन्म दिने बाआमा छुटेर जाँदा त मन थाम्न पर्छ। तिमी त हिजो मात्र भेटिएको पात्र नहौ। हो, केही आदत छन् छुटाउन गाह्रो होला, केही सम्झना छन् टुटाउन गाह्रो होला, र सायद उही ठाउँमा अरूलाई अठाउन गाह्रो होला। थोरै दुखी छु देख्दा अर्कैको काखमा, तर खुसी छु देख्दा खुसी ती आँखामा। अब सम्बन्ध यस्तो ठाउँमा पुगिसक्यो कि न कुनै घृणा न त माया लाग्छ। हिजो नचिनेर थियो आज चिनेर पराया लाग्छ। म पो तिम्रो होइन त, तिमी त सधैँ मेरै हौ। गएको मान्छे जहाँ जान्छ त्यहीँको भए पनि रहेको मान्छेले उसलाई कहिल्यै पठाएकै हुँदैन। आँखा अगाडिको मान्छेलाई पो को कसको भन्ने प्रश्न आउँछ, तर आँखामा बसालेको मान्छेलाई न कसैले हद जताउँछ न खोसेर लान सक्छ। त्यसैले त न त कुनै पछुतो न त डाहा छ, बस यति थाहा छ प्रेम अथाह छ। न त गुमाएको छु न त पाएको छु, मैले त केवल तिमीलाई आफै भित्र जोगाएको छु। र म तिमी नभएको सत्य भन्दा तिमी भएको झुटमा जीवित छु। र त मलाई तिमीलाई प्रेम गर्न तिमी पनि चाहिँदैन। तिमीलाई मैले जाऊ भनेकै होइन, मैले त सहज बनाइदिएको मात्र हो। जाने निर्णय गरेको मान्छे जानु अगाडि नै गइसकेको हुन्छ। मैले त हावालाई मुठीमा कैद गरेको छु भन्ने आफ्नै भ्रम तोड्नलाई मुठी खोलेको हुँ। केही प्रेमहरू पाउनका लागि होइन बाँचिरहनका लागि जन्मेका हुन्छन्। मैले प्रेम बचाइदिएँ हामीलाई आजाद गरेर। फरक यति हो, हामी कुनै नयाँ अध्यायमा पुग्यौँ, प्रेम उही पुरानै पानामा अधुरै बसेको छ। अचेल भो बिर्सिन्छु भन्छु, तर आफैलाई बिर्सिन कसरी सकिन्छ? तिमी मबाट गयौ तर मबाट गएनौ। हामी किन भेट्नु पर्यो? तिमीलाई भेटेर तिमीलाई भेट्ने भए पो तिमीलाई भेट्नु त। हुन त तिमी अझै मेरो कथामा छौ, तर मुख्य पात्र होइनौ। छोडेर गएकोले पो प्रेम छोडेर जान्छ त, कुल्चिएर गएकोले त केवल याद र पीडा मात्रै छोडेर जाने रहेछ। जुन आँखामा मैले आफूलाई भेट्थेँ, अचेल ती आँखाले अरू कसैलाई देख्छन्। जुन मुटुमा मेरो बास हुन्थ्यो, अचेल त्यो मुटु अरू कसैको लागि धड्किन्छ। हामी किन भेट्नु पर्यो? अब भेट्नु भनेको बाँच्न सिकिरहेको मान्छेलाई मर्न सम्झाउनु जस्तै हो। घाउ भएकै ठाउँमा फेरि ठेस लाउनु जस्तै हो। हामी किन भेट्नु पर्यो? प्रेम जोसँग कसैको स्मृति बाहेक अरू केही बाँकी छैन, उसलाई के को प्रेम दिवस? जसको मनमा हरेक दिन सम्झनाहरूको मेला लाग्छन्, उसलाई के को प्रेम दिवस? प्रेम नपाउनु सायद एकपटकको मात्र पीडा होला, तर प्रेम सम्झनामा परिणत भयो भने जीवनभरको सजाय हुँदो रहेछ। र कसैलाई मुटुमा सजायकै कारण सजाय भोगिरहेकोलाई के को प्रेम दिवस? प्रेम पाउनेहरूका लागि पो प्रेम फूल बनिदेला त, प्रेम गुमाउनेहरूका लागि त जीवनभरको भूल बनिदिँदो रहेछ। अब जसलाई गुलाबमा सुवास होइन कसैको याद भेटिन्छ भने उसलाई के को प्रेम दिवस? गुनासो छैन, बरु धन्यवाद तिमीलाई। सँगै हुँदा मलाई कसरी प्रेम गर्ने भनेर सिकायौ। छुट्टिएपछि मलाई कसरी प्रेम गर्ने भनेर सिकायौ। आफैलाई प्रेम गर्न पनि पहिला आफैलाई बिर्सने गरी कसैलाई प्रेम गर्न पर्ने रहेछ।
आफैलाई भेट्न पनि पहिला आफैसित छुट्न पर्ने रहेछ। अब प्रेम छ तर उस्तै आभास छैन, जस्तो फूल छ त्यसमा सुवास छैन। म यसरी अब मेरो मात्र भइसकेँ, म बाहेक जीवनमा अरू कोही खास छैन। धन्यवाद केही पल आइदिएकोमा, धन्यवाद मलाई मैसित मिलाइदिएकोमा। कसले भन्यो तिमी मेरो कोही होइनौ भनेर? तिमी त मेरो एक सुन्दर याद हौ, जसलाई म हाँसी हाँसी सँगाल्न चाहन्छु। कोही मान्छे जीवनमा होइन, मनमै राख्दा सुकुन मिल्छ, जस्तो टाढैबाट धरतीलाई शीतल जुन मिल्छ। सँगै हुनु मात्र पनि त सँगै हुनु होइन रहेछ, टाढा देखिनु मात्र पनि त टाढा हुनु होइन रहेछ। सायद तिम्रा लागि तिमी मबाट छुट्यौ, सायद मेरा लागि तिमी म भित्रै छुट्यौ। कसले भन्यो तिमी मेरो कोही होइन भनेर? म तिमीलाई जीवनको एक सुन्दर किस्सा बनाइराख्नेछु, म तिमीलाई मनको एक सुन्दर हिस्सा बनाइराख्नेछु। बाध्यता? प्रेममा बाध्यता हुँदैन नि। सँगै हुनेका लागि चाहना हुन्छ, छुट्टी जानेका लागि बहाना। बाध्यता त सान्त्वनाको शब्द मात्र हो, आफ्नो निर्णयलाई निर्दोष देखाउने एउटा सुन्दर आवरण। जाने सोच बनाइसकेको मान्छे त बाध्यता भन्नु अगाडि नै गइसकेको हुन्छ। सँगै अनन्त सोच्दासम्म मात्र हो प्रेम बाँचिरहने। अन्त सोचेकै दिन त प्रेम मरिसक्छ। मन जहाँ अडिन्छ त्यहाँ समयलाई पनि रोक्न सकिन्छ, र मन जहाँ छुट्न खोज्छ त्यहाँ कारणहरू आफै जन्मिन्छन्। तिम्रो निर्णयसँगै जन्मिएको बाध्यतासँगै अस्ताएको हो हाम्रो प्रेम। तिमी जान चाहन्थ्यौ, म रोक्न सक्दिनथे। प्रेममा बाध्यता हुँदैन। प्रेम त छ नि, फरक यति हो कि पहिले चाहना सहितको प्रेम थियो, अहिले चाहना रहितको। पहिले सबैभन्दा अगाडि आउँथ्यौ, अहिले सबैभन्दा पछि। कुनै समय तिमी मेरो समय थियौ, ठ्याक्कै घडीको सुई जस्तै मुटुमा धड्किने। अहिले न त्यो समय छ न तिमी नै छौ, छन् त केवल केही स्मृतिहरू। खाली कुर्सीमा कसैको उपस्थिति अझै बाँकी रहे झैं। अब त त्यसलाई पनि समयले बेला बेला मेट्न खोज्छ, अनि मनले बेला बेला सम्हाल्न खोज्छ। प्रेम त छ नि, तर न बाँकी रहे जस्तो न सकिए जस्तो। माफी? पात झरिसकेपछि हावा फर्केर आई माफी माग्नुको के अर्थ? झरेको पातलाई फेरि हाँगामा सिलाउन मिल्छ र? मरेको मनलाई फेरि बिउझाउन मिल्छ र? प्रेम महसुस गराउने पनि तिमी, र फेरि आफै हराउने पनि तिमी। न मलाई आफैसित बहन दियौ, न मलाई रुखसँगै रहन दियौ। तिमीलाई के माफी गरौँ? हावाको काम बहनु थियो, पातको काम चुपचाप सहनु थियो। हावाले आफ्नो काम गर्यो, पात नाच्दै नाच्दै भुइँमा झर्यो। जाऊ, तिमी निर्दोष छौ।